हे गाइस वेलकम ब्याक टु माई च्यानल। स्वागत छ हजुरहरूलाई मेरो यो नयाँ भिडियोमा। आज चाहिँ मैले हजुरहरूलाई इन्च टेपको बारेमा बताउँदैछु। यो इन्च टेपको बारेमा चाहिँ हजुरहरूले सिक्नभन्दा पहिले चाहिँ यो इन्च टेपको बारेमा बुझ्नुभयो भने बेसरी चाहिँ राम्रो हुन्छ। यो चिज भनेको चाहिँ हाम्रो बेसिक, सुन्दाखेरि चाहिँ बेसिक हो, तर यो बेसिकबाट चाहिँ हजुरहरूले एकदमै इम्पोर्टेन्ट चिजहरू चाहिँ बुझ्न सक्नुहुन्छ। हजुरहरूले चाहिँ यो राम्ररी इन्च टेपको बारेमा बुझ्नुभयो भने चाहिँ पछि गएर चाहिँ नाप्दाखेरि समस्या कुनै समस्या आउने छैन। यो हाम्रो यो इन्च टेप चाहिँ पुरा 5 फुटको हुन्छ। हेर्न सक्नुहुन्छ यो इन्च टेपको लम्बाइ चाहिँ हाम्रो पुरा 5 फुटको हुन्छ। यो हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो इन्चमा छ भने चाहिँ यता चाहिँ यो मसिनो लाइन चाहिँ हाम्रो सेन्टिमिटरमा छ। यो ठुलो लाइन चाहिँ हाम्रो इन्चमा हुन्छ भने चाहिँ यो सानो लाइन चाहिँ हाम्रो सेन्टिमिटरमा हुन्छ। 100 सेन्टिमिटरको हाम्रो 1 इंच, 100 सेन्टिमिटरको चाहिँ हाम्रो 1 मिटर हुन्छ। 100 सेन्टिमिटरको हाम्रो 1 मिटर हुन्छ भने चाहिँ हाम्रो यो 39.5 को पनि हाम्रो 1 मिटरै हुन्छ। यता चाहिँ हाम्रो सेन्टिमिटर भयो सानो लाइनको। यो ठुलो लाइन देख्न सक्नुहुन्छ, यो चाहिँ ठुलो लाइनको चाहिँ हाम्रो इन्चमा हुन्छ। अब यो चाहिँ हाम्रो यो इन्चको बारेमा चाहिँ मैले हजुरहरूलाई केही आज यो भिडियो अनुसारमा यो भिडियो मार्फत त केही सिकाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ अब यहाँबाट चाहिँ यो र यो चाहिँ बिचमा चाहिँ 1 इन्चको हुन्छ भनेपछि चाहिँ अब यो यहाँ यो लोहाको भएको भएर चाहिँ मैले हजुरहरूलाई देखाएँ। यो 1 इन्च तलपट्टिबाट चाहिँ यतापट्टिबाट चाहिँ म हजुरहरूलाई देखाउँदैछु। हेर्न सक्नुहुन्छ है यो 1 इन्च, यो 1 देखि र यो 2 इन्चको 1 देखि र यो 2 इन्चको बिचमा चाहिँ हाम्रो यो कति लाइन हुन्छ 1 इन्चमा। 1 इन्चमा हाम्रो कति लाइन हुन्छ भनेर चाहिँ यो सिकाउँदैछु मैले हजुरहरूलाई। हेर्न सक्नुहुन्छ यो फर्स्ट लाइनमा हामीले गिन्ने होइन, यो सेकेन्ड लाइन यो सानो छ। यो 1 2 3 4 5 6 7 यो 2 लाइन यो 2 लाइनको यो माथि गर्दा 8 हाम्रो 1 इन्चमा भित्र सानो लाइन चाहिँ 8 इन्च, 8 वटा लाइन हुन्छ है। 8 वटा लाइनको चाहिँ हाम्रो के हुन्छ 1 इन्च हुन्छ। हजुर 8 वटा लाइनको चाहिँ हाम्रो 1 इन्च हुन्छ। यो बिचको यो हाम्रो बिचको 1 इन्चको बिचको हाम्रो यो सानो लाइनलाई चाहिँ के भनिन्छ त्यो चाहिँ म हजुरहरूलाई बुझाउँदैछु है। यो 1 इन्च यो 1 देखि चाहिँ हामीले यो 1 2 यो 2 लाइन हामीले गर्यौं भने त कति हुन्छ यो 1 देखि यो 2 1 2 यो 2 लाइनलाई चाहिँ हामीले के भन्छ 0.25 इन्च भनिन्छ है। 0.25 इन्च भनिन्छ। त्यसपछि चाहिँ 1 2 3 यो 4 लाइन देख्न सक्नुहुन्छ सबैभन्दा ठुलो, तपाईहरुले सबैभन्दा ठुलो देख्न सक्नुहुन्छ। यसलाई चाहिँ हामीले के भनिन्छ 0.50 भनेको चाहिँ हामीले यो आधा इन्च भनिन्छ है। 1.5 इन्च भनिन्छ नि त, यसलाई हामीले हाफ इन्चमा पनि भनिन्छ। अनि त्यसपछि चाहिँ 1 2 इन्च यसलाई चाहिँ हामीले के भनिन्छ 0.75 इन्च भनिन्छ। यसलाई चाहिँ हामीले के भनिन्छ 0.75 इन्च भनिन्छ। यो 1 यो 2 लाई चाहिँ हामीले 0.25, यो 1 2 3 4वटा लाइनलाई चाहिँ हामीले आधा इन्च भनिन्छ। अनि त्यसपछि चाहिँ आधा इन्चपछि 1 2 वटा लाइनलाई चाहिँ हामीले के भनिन्छ 0.75 इन्च भनिन्छ है। अनि त्यसपछि चाहिँ हाम्रो 1 इन्च पुरा हुन्छ। हाम्रो 8 वटा लाइन भयो भने 1 2 3 4 5 6 7 8 वटा लाइन भयो भने चाहिँ हाम्रो के हुन्छ 1 इन्च पुरा हुन्छ। फेरि हाम्रो 1 इन्च पुरा भइसकेपछि चाहिँ यो हाम्रो देख्न सक्नुहुन्छ यो 2 लाइन हो। यो 2 लाइन पछि चाहिँ हामीले फेरि यो 2 इन्च यो 2 देखेपछि चाहिँ हाम्रो फेरि 2 लाइन भयो भने चाहिँ हाम्रो के हुन्छ 2.25 इन्च भनिन्छ है। यसलाई 2.25 इन्च भनिन्छ। फेरि यो 4 वटा 1 2 3 4 पछि चाहिँ हाम्रो के हुन्छ 2.50 भनेको चाहिँ 2.5 इन्च भनिन्छ। 2.5 इन्च भनिन्छ। फेरि हाम्रो यो 4 भयो, 4 4 5 6 6लाई चाहिँ हामीले के भन्छ 2.75 इन्च भनिन्छ। यसलाई चाहिँ हामीले यसरी बुझ्नुपर्ने हुन्छ।
आशा छ मलाई हजुरहरूले मेरो यो भिडियो हेरेर केही कुरा बुझ्नु भए जस्तो छ। अगर हजुरहरूले बुझ्नु भएको छैन भने चाहिँ मलाई कमेन्ट गर्न सक्नुहुन्छ। म यसको बारेमा अझै पनि म जानकारी दिने नै छु। र जति पनि पुरानो साथीहरू हुनुहुन्छ उहाँले चाहिँ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। जति पनि नयाँ फ्यामिली आउनु भएको छ उहाँहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरेर अलको बटनमा चाहिँ दबाउन नबिर्सिनु होला। आजको लागि चाहिँ यति चाहिँ, फेरि पनि म अर्को नयाँ भिडियो लिएर आउनेछु। बाई।